हाम्रो भाइ चाहिँ फ्रीमा एयरपोर्ट लिन आएको छ मैले भनेको च्यालेन्ज भाइलाई कम्प्लिट गऱ्यो भने यो फ्रीमा एयरपोर्ट पाउनुहुनेछ भाइले सो भाइ तिमी रेडी छौ रेडी छु च्यालेन्ज के हो भाइलाई थाहा छैन सुन मम्मीलाई फोन गर्ने मम्मी साथीहरू सबैको बिहे भयो होइन मलाई पनि बिहे गर्न लास्ट टाइम मन लागिरहेको छ मम्मी मैले एउटा केटी पनि हेरेको छ के गरौँ मम्मी भाग्न तयार छ मैले ल्याउनु भनेर मम्मीलाई फोन गरेँ लाउड स्पिकर पारेर सुनाउनु पऱ्यो ल फोन गर एकदम मम्मीलाई एनी अफ बनाउने फकाउने माइक माथि लग फोन उठेन भने भाइको गयो फेरि हेलो मम्मी मैले भर्खर के थियो अरे भन्नु मैले भर्खर एउटा केटीलाई मन पराएको छु कि उसँग मैले भर्खर केटी मन पराएको छु कि अनि उसँग बिहे गर्नु मन लागेको फकाउँछु भन्नु हुन्छ कि त भन्नु त हुन्छ कि हुँदैन भन्नु न उनीहरू आइसकेको छ म घर लिएर आउँछु भन्नु बुहारी यहाँ बिहे बिहे भइसक्यो घर लिएर आउँछु अब हुन्छ हुन्छ कि हुँदैन भन्नु न ल भन्न लाग्यो किन हौ किन हौ हुन्छ भन्नु नि हुन्छ भन्नु त नि हुन्छ भन्नु न हुन्छ हुन्छ चाहिँ भन्नु न हुन्छ म लिएर आउँछु म केटी लिएर आउँछु भनेर क्या ल ल ल राखेँ सो भाइले च्यालेन्ज कम्प्लिट गरेको छ बिचरा मम्मीलाई पनि विश्वास लाग्यो त्यो उमेर भएको छ र बिहे गर्ने हुन्छ ल भाइ कङ्ग्रेचुलेसन हुन्छ ल पक्र यो चाहिँ सजिलो जित्ने थियो नि होइन तपाईँ पनि कल च्यालेन्जमा पार्टिसिपेट हुन चाहनुहुन्छ भने आउनुहोस् सपमा च्यालेन्ज कम्प्लिट गर्नुहोस् यसै लिएर जानुहोस् थ्याङ्क यू फलो गर्नु होला है